युवा नेता असीम कमरेडलाई तपाईहरुको माझमा उम्मेदवारीको रूपमा अगाडि सारेको छ। उहाँलाई जिताएर त्यो अधुरा सपनाहरू, ती विकासका पूर्वाधारहरू जो सोलुखुम्बु जिल्लालाई एउटा अति सोलुखुम्बु जिल्लाको विकासको चाहना, सोलुवासीको चाहिँ आकांक्षालाई पूरा गर्नको लागि, त्यो सुशासन कायम गर्नको लागि, भ्रष्टाचार बन्द गर्नको लागि सबै साथीहरू, सबै आफ्नो पालिकामा आफ्नो आफ्नो संगठन, सबै जनवर्गीय संगठन, भातृ संगठन र पार्टी संगठन आजैको मितिबाट चुनावी अभियान, चुनावी कार्यक्रम, हरेक कार्यक्रमहरू हिँड्दा बस्दा उठ्दा खेल्दा सबै समय चुनावको अभियानको रूपमा जानेछ। पार्टी सोलुखुम्बु जिल्ला नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट सबै साथीहरूलाई यो एउटा निर्देशन पनि, सबै साथीहरूलाई यो कार्यक्रमको चाहिँ उद्घोष पनि चाहिँ हो। यो त्यसो हुँदाखेरि अब हामी